Haimashi all. And you're watching JMC Concha Food Vlog and Photography. Sailing the Sea of Galilee with JMC Concha Vlogs. Okay, अब हामी Sea of Galilee मा हामी जानेछौँ। Sea of Galilee मा। Okay, हामी Sea of Galilee मा पहुँचेछौँ। We hired a boat for a ship. So, यिनीहरू मण्डलीका सन्डे ग्रुपको भाइ बहिनी दिदी दाजुहरूसँग म आज आएको छु र I'm bit excited. यो मेरो almost like 5 चोटि कि 6 चोटि हुन सक्छ। So, म एकदम excited छु because I got my country's flag and I'm experiencing के भन्नु अब प्रभु यीशु ख्रीष्ट हिँडेको ठाउँमा म पनि अब हिँड्नु त सक्दिनँ obviously तर हिँड्ने अब चढ्नेवाला छु। So, बाइबल भएको घटना म पनि एउटा इतिहास भएको घटनामा इतिहास भएको कुराहरूमा बाइबलमा लेखिएको कुराहरू घटना भएकोमा म पनि अब मेरो आँखाले देखिरहेको छु, मेरो हातले छुनेवाला छु। म त्यो जग्गा हिँडिरहेको छु जहाँ चाहिँ यीशु ख्रीष्टले कदम चालेको थियो, जहाँ चाहिँ पत्रुस उहाँको चेलाहरूले माछा मारेको थियो उहाँको जीविकाका लागि। सो आइम यो साइडमा छु, आइम भेरी एक्साइटेड एन्ड आई थिङ्क आई पर्सनल थिङ्क द्याट मेरो साथीभाइहरू निकै एक्साइटेड हुनुहुन्छ होला भनेर। सो त्यस एउटा हामी सोध्छौँ है हाम्रो ब्रदरलाई। अनि ब्रदर एक्साइटेड हुनुहुन्छ आज यहाँ? एकदम एक्साइटेड, एकदम ब्लेस्ड, एकदमै आनन्दित छु। म चाहिँ हाम्रो आराधक ज्यू है, अनि आज आराधकभित्र पसेर चाहिँ गीत गाउँछौँ भने आज त एकदम हामी गीतहरू गाउनेछौँ, भजनहरू गाउनेछौँ। केही समयपछि हामी फेरि पनि पूर्ण प्रकाशन हामी गर्नेछौँ। यो दुई सबै कनेक्ट भएन तपाईकोबाट गर्नु त ल सबै एक्साइटेड छ अब जान लागि हामी बसमा चढ्दैछौँ। तपाईँ एक्साइटेड हुनुहुन्छ आजको युट्युबमा? Damals können wir provozieren. म त हाम्रो यहाँ सबैभन्दा सिनियर दिदीले तर पनि तपाईँ एक्साइटेड हुनुहुन्छ आजको लागि? बहिनीको शुभ नाम भन्नु पर्यो। तपाईँ एक्साइटेड हुनुहुन्छ? उहाँको परिवारलाई पनि यहाँ एक्साइटेडमा हो नानी लगाएर छ त ल। तपाईँ एक्साइटेड हुनुहुन्छ? एक्साइटेड हुनुहुन्छ? एक्साइटेड हुनुहुन्छ? You will like it, don't worry. Once we get out, you will see. Thanks to God. Terima kasih. मिठो येशूको वचन सुनिरहनु चाहिँ लाग्यो ओ महाभन्दा मिठो येशूको वचन सुनिरहनु चाहिँ लाग्यो होला यो चाहिँ लाग्यो
सेवा गरौँला गरौँला सहौँला सहौँला तन मन धनले उनकै सेवा गरौँला गरौँला दुःख बाधा आए पनि सहौँला सहौँला माया लाएर खुसी छाएर मेरो जीवन झन्झन बदलिँदै आयो मेरो जीवन झन्झन बदलिँदै आयो बाई बाई ओइ कस्तो लाग्यो Excellent, excellent. कस्तो लाग्यो It was excellent. कस्तो लाग्यो It was really amazing. कस्तो लाग्यो तपाईलाई कस्तो लाग्यो With me, yeah. Yes, yes. कस्तो लाग्यो You have that behind the building, outside you have shooting. हाम्रो क्याप्टेन जी आए पाइलट भन्ने क्याप्टेन जी Go up like this. कस्तो लाग्यो बहिनी कस्तो लाग्यो बहिनी कस्तो लाग्यो तपाईलाई एकदम रमाइलो आशिष तपाईलाई कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो कस्तो लाग्यो दामी दामी ल धन्यवाद एकछिन आउनु भाइ साबिन भाइ ओके राइट नाउ हामी बिच अफ ग्यालेरी हामी हिँड्दैछौँ यो वकिङ एन्ड बहिनीले के गरे अरे उफ्रेको अरे उफ्रेको प्रभुको लागि उफ्रेको दिएको नि मैले पनि सबैको लागि उफ्री दिएको मैले उफ्रे खाएँ नाचेँ गाएँ है शान्ति त कस्तो माया लाग्ने अरे बसिरहेको थियो सबै हेरिरहेको थिएँ भ्यूहरू बोलेर आउने छैन हेर्दै कहाँ छ त You can see the little waves. Pastor J Bato. You can see the beautiful small houses here. Next month Jerusalem. One 30 भनेको 1.5 hour थाक्यो त्यत्रो बोटिङ गरेर थाक्यो भन्छ त अनि त्यहाँ बोटिङ म कत्रो नाचेको नि उफ्रेको अलिक पानी पर्दैछ कि समथिङ आउनु जस्तो छ है जयमसी गाछ एकछिन वेट गरे हाम्रो कस्टमरले के भन्नुहुँदैछ के हुँदैछ अरे आधी बेरी होला जस्तो छ है हामी कहाँ छौँ अहिले अहिले हामी म्युजियम जाँदैछौँ सियाप ग्यालेरीको ओके डिनोसर होला डिनोसर एरिया हो आजको मुख्य गुरुजीहरू अर्को यहाँ चाहिँ एसिस्टेन्ट डेनी ज्यूको मुख्य छोरा क्याप्टेनहरू पानी परेर मान्छेहरू हैरान छ त्यति साह्रो परेन के छ हौ यहाँ निकै साह्रै परेछ पानी लागेको छ नि एन्टी वाटर होइन होला यो पावर ब्याङ्क सस्तोमा किनेको